सबैलाई नमस्कार। म भिसा विषयमा विशेषज्ञ प्रशासनिक लेखक सामे जिना हुँ। आज म तपाईँहरूलाई बताउन चाहने कुरा के हो भने विद्यार्थी भिसाबाट विशेषज्ञ कामदार भिसा गेजेङ खको भिसामा परिवर्तन गर्ने बेला स्नातक प्रमाणपत्र कहिले बुझाउनुपर्छ आज यो विषयमा कुरा गर्छु। अहिले यस्तो समय हो कि अर्को वर्ष अप्रिलमा काम सुरु गर्ने भनी जापानी कम्पनीमा रोजगार पक्का भइसकेका विद्यार्थीहरू बढ्दै जाने बेला हो। र डिसेम्बर सकिएपछि विद्यार्थी भिसाबाट गेटेङ खको भिसामा परिवर्तन गर्ने आवेदन सुरु भइसकेको हुन्छ। यहाँ हरेक वर्ष देखिने एउटा सामान्य गलतफहमी छ। अहिले त स्नातक प्रमाणपत्र आएको छैन, त्यसैले अहिले आवेदन दिन मिल्दैन होइन र भनेर बुझाइमा गल्ती हुने हो। निष्कर्षबाट भन्नुपर्दा स्नातक प्रमाणपत्र नभएको अवस्थामै पनि त्यस समयमै आवेदन गर्न सकिन्छ। पहिले भिसा परिवर्तनको आवेदन दिन्छौँ र अर्को वर्ष मार्चमा स्नातक गरेपछि त्यसपछि प्रमाणपत्र बुझाउने क्रम हुन्छ। तर स्नातक प्रमाणपत्र नआएसम्म कुर्मै पर्छ भनेर दृढ विश्वास गरेर स्नातक हुने समयसम्म पर्खिने मानिसहरू हरेक वर्ष निश्चित रूपमा हुन्छन्। छिटो रोजगार सुरु गर्नका लागि पनि जब अफर मिएपछि जति सकिन्छ चाँडो भिसा परिवर्तनको आवेदन दिनुपर्छ। त्यसो नगरेमा अप्रिलको काम सुरु गर्ने मितिमा नपुग्न सक्छ, एकपटक आफ्नै देश फर्किनु पर्ने हुन सक्छ, कम्पनीमा काम सुरु गर्ने मिति सार्नु पर्न सक्छ, यस्ता समस्यामा जोडिन सक्ने सम्भावना हुन्छ, त्यसैले राम्रोसँग ध्यान दिनुहोस्। अर्को कुरा, कहिलेकाहीँ यस्तो पनि हुन्छ कि अन्तिम परीक्षामा असफल भएर स्नातकमै गर्न नसक्ने मानिसहरू पनि अलि भेटिन्छन्। जीवन गाह्रो छ भन्ने कुरा बुझ्छु, तर पनि पढाइमा पनि राम्रोसँग मेहनत गर्नुहोस्। यदि अहिलेमै तपाईँको रोजगार स्थान तय भइसकेको छ र मलाई आवेदन कहिले गर्दा राम्रो हो भन्दै चिन्तित विद्यार्थी हुनुहुन्छ भने स्नातक प्रमाणपत्र पर्खिरहनु पर्ने छैन, जति सकिन्छ चाँडो चलाखीपूर्वक कदम चाल्नुहोस्। तपाईँको महत्त्वपूर्ण समय खेर नजाओस् भनेर सही ज्ञान लिएर राम्रोसँग तयारी गर्दै जाउँ। म भिसा सम्बन्धी काममा विशेषज्ञ प्रशासनिक कानुनी प्रतिनिधि डियोसेसोसेको रूपमा विदेशी साथीहरू र जापानी कम्पनीहरूलाई उपयोगी जानकारीहरू साझा गरिरहेको छु र राम्रो लाग्यो भने कृपया फलो गर्नुहोस्। भिसा आवेदनबारे सहयोग चाहिनेहरूका लागि सन्देश वा फोन मार्फत निसङ्कोच सम्पर्क गर्नुहोस्।ビザ申請のことなら、シャーク